अब म यहाँ हेर्नु सबै तेल लगाउँदैछु मैले यसलाई 10 मिनेट 8 देखि 10 मिनेटसम्म बोइल गर्नुपर्छ यो पास्तालाई अब पास्ता तेल लगाउँदैछु यो 8 देखि 10 मिनेट पानी गरम गरेर त्यसपछि यो बोइल गर्नुपर्छ यो बोइल गरेर अनि ठन्डा भएपछि नर्मल ठन्डा भएपछि यसलाई तेल पास्ता चेप्किँदैन कुनै पनि भेजिटेबलमा कुनै पनि आइटममा अब इन्डियन भयो कुनै पनि पास्ता यो तेल लगाएर बनाएर खान अब हजुरहरूले यो लसुन भयो लसुन पकायो गाजर भयो अनियन भयो हो यो हजुरहरूले यसमा स्विट कर्न पनि हाल्नु सक्नुहुन्छ मसरुम पनि हाल्नु सक्नुहुन्छ बेबी कर्न पनि हाल्नु सक्नुहुन्छ पनिर पनि हाल्नु सक्नुहुन्छ अब कुनै पनि भेजको आइटम चाहिँ यसमा हालेर चाहिँ इटालियन पास्ता बनाएर खानु सक्नुहुन्छ इटालियन पास्ता पाहुना आएको छ पाहुनाहरूले यो चाहिँ बनाएर खुवाउनु सक्नुहुन्छ आज हाम्रो घरमा अलिकति पाहुना बोलाएको छ उहाँहरू यो बनाउनु चाहिँ बनाएर खिलाउनु म यहाँ हजुरहरूलाई मेरो प्यान गरम गराउनेछु तावा गरम गर्दैछु अब तावा गरम गरेपछि म यहाँ बटर हाल्दैछु यहाँ हाम्रो सामानहरू यस्तै मैले सबै रेडी गर्छु बटर भयो तेल भयो त्यसपछि यता पानी भयो त्यसपछि मैदा रेडी गर्दैछु मैले बटर हाल्दैछु यहाँ हाम्रो बोजी आउँदै जान्छ खानाको लागि मैले खाना खानको लागि एकदम यहाँ भेजिटेबल साधु बाबा अब मैले यो बटर गरम गर्यो यसमा लसुन हाल्छु म भरे बनाइदिन्छु तिमीलाई लसुन नहाल्यो अलग राखिदिन्छु कि त्यसको बोइल गर्छ लसुन हाल्छ नि रेडी गर्छु थोड़ा स्पेशल बना रहा हूँ इसमें थोड़ा पानी डाल के वही बड़े त्यो मान्छे अब मेरो सस रेडी भयो व्हाइट सस रेडी भयो अब मैले बाँकी भेजिटेबल फ्राई गर्न लागेको छु हो यो पनि रेडी भयो अब दुध बाक्लो खालको अब मैले भन्छ प्याजहरू लसुनहरू हालेर चाहिँ एकदम ब्राउन गरेर पकाउँदैछु पास्ताको लागि यतापट्टि सस रेडी यतापट्टि भेजिटेबल रेडी हाम्रो व्हाइट सस पास्ता रेडी भयो अब बाँकी छ मेरो कस्टमरहरू आउँदैछ कि मेरो कस्टमरहरूलाई अब बोलाएर खेलाउनु पर्छ मेरो कस्टमर त फेरि मेरो यहाँ आफ्नै मान्छे बेसी टाढा
टाढा गएन बहुत टाढाबाट आउँदैछ मेरो कस्टमर पास्ता खाँदैछ अघि पास्ता भनेको थियो नि कस्तो भयो आन्टी हाम्रो कस्टमर धेरै टाढाबाट आउनुभयो कस्टमर के हो